हेलो गाइज, सबजना नमस्कार छ, गुड मर्निङ छ। चिसो चिसो मौसम रमाइलो लाग्दछ। जे होस्, मौसम एकदम चिसो भएको कारणले मलाई चाहिँ एकदम आनन्द भइरहेछ। किनभने गर्मीभन्दा चाहिँ मलाई चाहिँ जाडो चिसो नै राम्रो लाग्छ, रमाइलो लाग्छ। गर्मीमा हो भने चाहिँ नै भएर क्या म सक्दिनँ, हटिनै सक्दिनँ, लास्टै गर्मी हुन्छ। यो अनिखेर जाडोमा चाहिँ जे होस् चिसो भएर आनन्दै हुन्छ अलिकति भए पनि। अनि अब यतातिर चाहिँ मौसम ठ्याक्कै चेन्ज भइसकेको छ होइन। अब चाहिँ ड्युटीबाट आउँदाखेरि बेलुका रातै पर्ने समय भइसक्यो। पहिला त अब उज्यालै हुन्थ्यो, 9-10 बजीसम्म घाम लागे जस्तो हुन्थ्यो। अहिले चाहिँ ट्याक्कै 7 बजे त अन्धकार हुने भइसक्यो होइन। त्यसैले चाहिँ ठिकै छ, राम्रै चलिरहेछ कामकाज पनि। अब यसो कलहरू म्यासेजहरू कतै गर्न पाइएन छरछिमेक इष्टमित्र घरतिर भने यो भिडियोको माध्यमबाट चाहिँ यसो दिइरहेको छु। यति भिडियो बनाएपछि त सबैलाई यसो थाहा होस् न के कस्तो छ, के चल्दै रहेछ, के गर्दै रहेछ भनेर थाहा हुन्छ भनेर चाहिँ भिडियो बनाएको गाइज होइन। अरू भने यस्तै हो, जे होस् क्रोएसिया आएको मान्छेलाई चाहिँ कोहीलाई पछुतो पनि लाग्यो होला, कोहीलाई के लाग्यो होला, तर मलाई चाहिँ एकदम आनन्द। एउटा भाग्यको कुराले कम्पनी राम्रो पऱ्यो होइन। अरू भने यस्तै हो, कम्पनी राम्रो परिसक्यो क्या। किनभने मान्छे कम्पनी राम्रो नभएर चेन्ज गर्ने हुन्। कम्पनी राम्रो परेको छ, आनन्द छ, एकदम टेन्सन छैन, काम गाह्रो छैन। अहिलेलाई चाहिँ एकदम आनन्द छ। पछि भने के कस्तो हुन्छ थाहा छैन, तर सकेसम्म कम्पनीले निकालेन भने हामीले चाहिँ मेरो चाहिँ अब 4-5 इयर्स यतैतिर नै अब यही कम्पनीमै बस्ने कुरो छ। अहिलेबाट प्लान बनाएको छु। अरू भने यस्तै हो गाइस, पछि फेरि नयाँ भिडियोमा नयाँ अपडेटहरू दिँदै गरौँ ल। अहिलेलाई चाहिँ बाई बाई गाइस, किनभने बस आउने टाइम भइसक्यो। बस आएर फेरि बस गयो भने त सक्यो। अनि ड्युटी चाहिँ 100 युरो यस्तो नि छ नि त फेरि यता त गाइस। ल बाई बाई गाइस।